सिन्धुली न्यूज टाइम। रेडियो विजय किल्ला 93 मेगाहर्ज। विकास, समृद्धि र रूपान्तरणको आवाज। रेडियो विजय किल्ला स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ। यस टाइम चेकको साथमा स्वदेशी तथा विदेशी सटिङ सुटिङ कपडाहरूको कलेक्सन सेन्टर, 3 पुस्ते कपडा पसल, गोवर्धन सटिङ सुटिङ एन्ड सिलाइ हाउस, घनपा 6 बैंक रोड 2 नम्बर बजार सिन्धुली। Samsung, Dishon, Himistar, Titan, Timex घडीको अधिकृत विक्रेता क्षितिज इलेक्ट्रोनिक्स। फोन 047 20 161, मोबाइल 98 440 40 161। सबै किसिमका मेसिनरी सामान, कृषि मेसिनरी र हार्डवेयरका सम्पूर्ण पार्ट पूर्जा र मर्मतका लागि सम्झनै पर्ने ठाउँ श्रेष्ठ मेसिनरी कर्सन, कनपा 6 1 नम्बर बजार सिन्धुली। अब गुणस्तरमा कुनै सम्झौता नगरौँ। सत्य तथ्य र निष्पक्ष समाचार, समाचारमा शुद्धता, सन्तुलन र विश्वसनीयता, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खबरहरूको रफ्तार। यो हो सिन्धुली न्यूज टाइम। बिहान 7 बजेको सिन्धुली न्युज टाइममा स्वागत छ। म सरोज गदाइली। सिन्धुली न्युज टाइम रेडियो विजय किल्ला 93 मेगाहर्ज, रेडियो मरिन 102.7 मेगाहर्ज, रेडियो महाभारत 90.8 मेगाहर्ज, अनलाइन इन्टरनेटमा www.radiovijayKilla.com.np, हाम्रो पात्र एप्स र रेडियो विजय किल्लाको फेसबुक पेजबाट संसारभरि केही साथ प्रसारण भइरहेको छ। समाचारको प्रारम्भमा मुख्य समाचारका शीर्षकहरू। सिन्धुलीमा घर्यासी विवादमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु। सिन्धुलीको घ्याङ्ले गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न। सर्लाहीमा खोलाले बगाएर बेपत्ता बालिकाको 5 दिनपछि शव भेटियो। लक्ष्मी पूजाको रात सर्लाहीको 3 ठाउँमा आग लागि। दोलाखको भीमेश्वर स्यासीमा बोलेरो दुर्घटना हुँदा 4 जना घाइते र जेनजी आन्दोलनको घाइतेले प्रधानमन्त्रीसँग राखे 5 बुँदे माग। सूचना सूचना सूचना। यस अघिका वर्षहरूमा शुभ दीपावली तथा छठ पूजाको अवसरमा मालाबत्ती सजावट गर्ने क्रममा कति स्थानहरूमा विद्युतीय तार पोल छुँदा विद्युतीय दुर्घटना भई मानिसको मृत्यु भएका घटनाहरू सुनिँदै आएकाले 2082 सालको शुभ दीपावली तथा छठ पूजाको अवसरमा विद्युतीय मालाबत्ती झुन्ड्याउने क्रममा घरको छत बरन्डाबाट तार झार्ने गराउँदा घरको नजिक बिजुलीको पोल तार भएमा तार पोलमा छुन पर्न गई दुर्घटना हुन जाने र कतिपय अवस्थामा मानिसको ज्यान समेत जान सक्ने भएको हुँदा घरमा मालाबत्ती प्रयोग गर्दा, बजारमा मालाबत्तीको प्रयोग गर्दा पोल समेत प्रयोग गर्ने गरिएकोमा बजार एरियामा पोलको प्रयोग गर्नुपर्ने स्थानहरूमा पोलमा चढेर मालाबत्ती हाल्ने कार्य नगराउनु हुन र घरमा मालाबत्ती सजावट गर्दा घर नजिक बिजुलीको तार पोल छुने गरी कुनै पनि कार्य नगराउनु हुन सबै आम विद्युत उपभोक्ताहरूको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। नेपाल विद्युत प्राधिकरण, सिन्धुली वितरण केन्द्र, सिन्धुली। अब समाचार विस्तारमा। आज यमा पञ्चक अर्थात् तिहार अन्तर्गत आज गाई गोरु गोवर्धन पूजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्दै वैदिक सनातन कालदेखि विधि हो। गाईले दिने दुध आमाले खुवाएको दुध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरुले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दुध, गहुँत र गोबर का माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ। गाईको पूजा गरी आजको दिन मिठा मिठा परिकार खाना दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार अन्तर्गत हिजो
कुनै कर्म नपरेको बताए पनि कतिपयले हिजो नै गाईको पूजा गरेका छन्। यस्तै आज गोरु किसान र हलोको पूजा गरिँदैछ। आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत मनाई त्यसलाई गोवर्धन पर्वतमा मानी पूजा गर्ने गरिन्छ। कार्तिक शुक्ल प्रतिभाको दिन यो पर्व मनाइन्छ। गोरुलाई पूजा गरी मिठा मिठा खानेकुरा खाना दिने तथा वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजा गरिन्छ। यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ। अस्ति बेलुका ऐश्वर्य धनाधन्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरियो। यस वर्ष तिथिको घटबडका कारण 5 दिनमा सकिने तिहार 6 दिनसम्म लम्बिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कार्तिक कृष्ण त्रयोदशीको दिन सुरु हुने तिहार यस वर्ष कार्तिक 1 गते शनिबारदेखि सुरु भएको हो। भोलि तिहारको मुख्य दिन भाइटिका मनाइँदैछ। भोलि बिहान 11 बजेर 39 मिनटमा टिकाको उत्तम साइत रहेको समितिले जनाएको छ। सिन्धुलीको कमलामाई नगरपालिका 6 पानी ट्याङ्कीमा 55 वर्षीय बुद्ध सिंह वाइबाको श्रीमतीले ढुङ्गाले प्रहार गर्दा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार घर्यासी विवादको क्रममा गत कार्तिक 1 गते वाइबा 48 वर्षीय श्रीमती राधिका वाइबाले ढुङ्गाले टाउकोमा प्रहार गरेकी थिइन्। गम्भीर घाइते वाइबालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याएपछि थप उपचारका लागि सोही दिन बानेश्वर स्थित बाँसबारी न्युरो अस्पतालमा काठमाडौँ पठाएको थियो। उपचाररत अवस्थामा गम्भीर बन्दै गएपछि अस्पतालले मिति 2082 कार्तिक 3 गते साँझ 7:35 बजे थप उपचार सम्भव नभएको भन्दै घर फिर्ता पठाएको प्रहरीले जनाएको छ। घर फिर्ता गरी सिरा जिल्लाको कर्जनाहा नगरपालिका 5 स्थित ससुरालीमा रेखदेख गर्दै राखिएको अवस्थामा वाइबाको 2082 कार्तिक 4 गते बिहान 3:45 बजे मृत्यु भएको हो। घटनाबारे कञ्जहना प्रहरी चौकी मार्फत जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई जानकारी पुगेको र घटनामा संलग्न मृतककी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। स्वास्थ्यका लागि खेल राष्ट्रको लागि खेल भन्ने नाराका साथ घ्याङ्ग्ले गाउँपालिका 2 को चन्दनपुर युवा समाजले आयोजना गरेको गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। 1-6 टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा टुनी भन्ज्याङ बी टिम प्रथम, टुनी भन्ज्याङ सी टिम तेस्रो, सिम्ले खट्टार बजार तेस्रो र आयोजक चन्दनपुर युवा समाज टिम सान्तना बनेको छ। प्रतियोगितामा पहिलो हुने टिमलाई नगद 35,000, दोस्रो हुनेलाई 25,000, तेस्रो हुनेलाई 15,000 र सान्तना हुने टिमलाई 5,000 सहित सिल्ड मेडल प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ। चन्दनपुर युवा समाजका अध्यक्ष अविनाश एन्जनको अध्यक्षता तथा घ्याङ्ग्ले गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन, उपाध्यक्ष शङ्करमान घलान र वडा नम्बर 2 का अध्यक्ष रोशन कुमार भोलनको विशेष उपस्थितिमा गएको कार्तिक 1 गते कार्यक्रम उद्घाटन गरिएको थियो। सर्लाहीको धनकौलामा मनसुमार खोलाले बगाएर बेपत्ता बालिका 5 दिनपछि मङ्गलबार मृत फेला परेकी छन्। धनकौल गाउँपालिका 5 हरकठवा बस्ने दिनकहर शाहकी 11 वर्षीय छोरी सोनी कुमारी शाह असोज 30 गते दिउँसोदेखि खोलाले बगाएर बेपत्ता भएकी थिइन्। सो निकुमारीलाई नुहाउन गएको बेला धनकौल गाउँपालिका 3 बाट मनुषमारा खोलाले बगाएको थियो। बालिकालाई बगाएको स्थानबाट 10 किलोमिटर र दक्षिण रामनगर गाउँपालिका 7 पछ्यारी टोल नजिक मनुषमारा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। खोलाले बगाएर बेपत्ता बालिकालाई खोजी गर्न असोज 31 गते र कार्तिक 1 गते सशस्त्र प्रहरी बल नेपालले बर्दिवास स्थित बहिनीबाट गोताखोर टोली समेत आएको थियो। 2 दिनसम्म खोजी गर्दा पनि बालिकाको अवस्था पत्ता नलागेपछि सशस्त्रको गोताखोर टोलीले कार्तिक 1 गते साँझ बर्दिवास फर्किएको थियो। मङ्गलबार बिहान पानी
घोप्टो परिरहेको अवस्थामा बालिकालाई शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सोनी कुमारीको दाई चन्दन शाहले शव फेला परेको स्थानमा आएर मृतकको शनाखत गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिनुभएको छ। दीपावलीको रौनक मनाइरहेको बेला सर्लाहीको छुट्टा छुट्टै 3 स्थानमा आगलागी भएको छ। लक्ष्मी पूजाको रात परेको आगलागीमा करिब 2 करोड 50 लाख रुपियाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। लालबन्दी नगरपालिका 5 मेजरगञ्जमा राति 11:30 बजेकै लास शाहको किराना गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। जस्ताले छाएको इट्टाको एक तले गोदाममा लागेको आगोको नियन्त्रणका लागि नेपाली सेनाका कालीध्वज गण र 5 कुमारी ब्यारेकका प्रमुख सेनाकी उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहरीको टोली खटिएको थियो। नेपाली सेनाको दमकल प्रहरी र स्थानीय सहयोगमा करिब 1 घण्टापछि आगो नियन्त्रणमा लिन सकिएको थियो। प्रारम्भिक अनुमान अनुसार आगोलागीबाट 2 करोड रुपियाँ बराबरको किराना सामान जलेर नष्ट भएको लालबन्दी प्रहरीले जनाएको छ। महिनबत्तीबाट आगो सल्किएको आशंका गरिएको छ, यद्यपि आधिकारिक पुष्टि भने भएको छैन। त्यस्तै कबिलासी नगरपालिका 1 पिपरियामा बब्लु मण्डलको घरमा दीपावलीको दियोबाट आगो लागि हुँदा घर र सरसामान जलेर करिब 4,30,000 रुपियाँ बराबरको क्षति भएको अस्थायी प्रहरी पोस्ट 46 जनाएको छ। यस्तै चक्रघट्टा गाउँपालिका 5 र श्यामसुन्दर राईको घरमा विद्युत सर्ट भएर लागेको आगोले कपडा, पंखा र केही नगद जलेर करिब 50,000 रुपियाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ। तिनै ठाउँमा सुरक्षाकर्मी र स्थानीयवासीको समयमै सक्रियताको कारण ठूलो जनधन क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दोलखाको भीमेश्वर नगरपालिकामा बोलेरो दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। भीमेश्वर नगरपालिका 9 स्यासिस भित्री सडक खण्डमा ग 23400 नम्बरको डबल क्याब बोलेरो गाडी दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। घाइते मध्ये 1 को अवस्था गम्भीर र 3 जना सामान्य रहेको दोलखा प्रहरीले जनाएको छ। भीमेश्वर 9 सुर्केबाट चरीकोटतर्फ आउँदै गरेको बोलेरो दुर्घटनामा सोही ओडा स्थित स्याहासीका 40 वर्षीय गोमा भुजेल गम्भीर घाइते भएका हुन्। उनको दायाँ आँखामाथि नाक मुखमा चोट लाग्नुको साथै 4वटा दाँत भाँचिएको छ। दुर्घटनामा स्थानीय 52 वर्षीय महेन्द्र बहादुर सेठ, 52 वर्षीय कृष्ण कुमारी सेठ, 48 वर्षीय गंगा कुमारी सेठ घाइते भएका छन्। गम्भीर घाइते भुजेललाई छोरोल्पा अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ रिफर गर्ने तयारी भइरहेको छ भने अन्यको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्री सुशीला कार्कीसँग 5 बुँदे माग राखेका छन्। प्रधानमन्त्री कार्कीले भेट्न बालुवाटार पुगेका घाइतेले 5 बुँदे माग राखेका हुन्। आन्दोलनमा गोली प्रहार गर्नेलाई कारबाही र संविधान सुधार आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिन लगायतको माग राखेको प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका रुपिन खड्काले बताउनु भएको छ। घाइतेहरूले माग पूरा गर्न सरकारलाई अल्टिमेट दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएका छन्। जेनजी आन्दोलनका घाइतेहरूलाई प्रधानमन्त्री कार्कीले सरकारले पाएको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाइन्। तोकिएको समयमा चुनाव हुने बताउँदै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको छानबिन गरिने बताउनु भएको छ। राज्यका निकायहरू तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको उनको दाबी रहेको छ। हामी सिन्धुली न्युज टाइमको अन्त्यमा छौँ। जाँदा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। सिन्धुलीमा घरायसी विवादमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु। सिन्धुलीको घ्याङ्ले गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न। सर्लाहीमा खोलाले बगाएर बेपत्ता बालिकाको 5 दिनपछि शव भेटियो। लक्ष्मी पूजाको रात सर्लाहीको 3 ठाउँमा आगलागी।
दोलखाको भीमेश्वर स्याहासीमा बुलेरो दुर्घटना हुँदा 4 जना घाइते र जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्रीसँग राखे 5 बुँदे माग। हस्त यिनै समाचारसँगै बिहान 7 बजेको सिन्धुली न्युज टाइम सकेको छ। तपाईँले ताजा समाचार www.radiobijaykinla.com.np मा गएर चाहेको समयमा पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ। अहिले 9 बजे नेपाल खबर सुन्न सक्नुहुनेछ। अहिलेलाई म सरोजलाई बिदा दिनुहोस्। हस्त नमस्ते। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको अनुरोध। व्यवसाय